काठमाडौँ एउटा यस्तो प्रदूषित सहर जसले मेरो दैनिक जीवनलाई उथलपुथल पारिरहेको छ। अब फेरि यत्रो वर्षपछि मास्कले मेरो अनुहार ढाकिँदैछ। कोभिडको कारणले होइन, प्रदूषणको कारणले। आजभन्दा 500 वर्ष अगाडि काठमाडौँ यति साह्रो प्रदूषित थिएन, तर अहिलेको अवस्थामा हावापानीदेखि लिएर राजनीतिसम्म सब थोक डामाडोल भइसक्यो। काठमाडौँ भनेको त ऐतिहासिक सम्पत्तिले भरिएको सहर हो। अब यो सम्पत्ति पनि यही प्रदूषणले खाइदिनु भयो। तर फेरि बारेन शाहले यो सहरलाई सफा र सुन्दर बनेरहेछ भन्छ। खोइ मैले त जतातिर नै फोहोर मात्र देख्छु। यो सहरको हावा सफा हुने भनेको त पानी परेपछि मात्र हो, त्यो पनि 3-4 घण्टाको लागि मात्र। त्यसपछि फेरि जस्ताको त्यस्तै। यो सहरको हावा प्रदूषित हुनुको मुख्य कारण भेहिकुलर पल्युसन हो। यो सहरमा सवारी साधन यति धेरै बढिरहेछ कि पार्किङ गर्ने ठाउँ पनि छैन। पार्किङ गर्न नमिल्ने ठाउँमा पनि पार्किङ गर्नु परिरहेछ कि। यस्तै पारा हो भने काठमाडौँ एक दिन बस्ने लायकै हुँदैन, अनि त्यसपछि नयाँ क्यापिटल सिटी खोज्नुपर्छ। तपाईहरु पनि यता काठमाडौँतिर रोजगारको लागि घुम्नको लागि आउँदै हुनुहुन्छ भने नआउँदा नै राम्रो। त्यही नै अब भविष्यमा के हुन्छ त्यो त हामीले महसुस गर्ने बाँकी छ। आजले यति नै, धन्यवाद।